सीए अन्डर आइसिआई कस्तो स्टुडेन्टले पढ्छ? आजको दिनमा सीए अन्डर आइसिआई चाहिँ यस्ता विद्यार्थीले पढ्छन् जुन विद्यार्थीलाई पछि गएर आफ्नो करियर चाहिँ ग्लोबल एक्सपान्ड गर्नु छ, पछि गएर इन्टरनेसनल रिकग्निसन पाउनु छ र नेपालमै बसेर पनि म विदेशको युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता कम्पनीहरूको फरेन आउटसोर्सिङ काम नेपालमै बसेर गर्छु भन्ने विद्यार्थीले चाहिँ आजको दिनमा चार्टर्ड एकाउन्टेन्सी अन्डर आइसिआई पढ्ने गरेको चाहिँ हामी भेट्छौँ। र हामी एज अ गार्जियन अथवा एज अ प्यारेन्ट्स एज अ टिचर हामी अहिलेको 12को इक्जाम दिएर बसेका विद्यार्थीलाई ठुलो मान्छे बन्नु अथवा ठुलो कुरा सोच्नु त भन्छौँ, तर ठुलो कुरा सोच्दै गर्दा अथवा ठुलो कुरा सोच भन्दै गर्दाखेरि चाहिँ ठुलो कुरा देख्नुपर्छ, ठुलो इकोनोमीमा गएर काम गर्नुपर्छ चाहिँ हामी भन्न बिर्सिन्छौँ कि ठुलो मान्छे बन्न, ठुलो कुरा सोच्न, ठुलो इकोनोमीको बारेमा जान्नु पर्दैन र अभियसली पर्छ। हामी उदाहरणको रूपमा लिन सक्छौँ, जब नेपालमा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्यो त्यसको भोलिपल्टबाट हामी भन्न थाल्यौँ कि स्वर्णिम वाग्लेजीले चाहिँ अर्थ मन्त्रालय सम्हाल्नुपर्छ भन्यो। किन भन्यो त? किन टियुबाट इकोनोमिक्स पढेकालाई हामीले अर्थमन्त्री बन्नुपर्छ भनेन हो त? किनभने उहाँले ब्याचलर इन इकोनोमिक्स गर्नुभयो लन्डन गएर, उहाँले मास्टर्स इन इकोनोमिक्स गर्नुभयो हार्वर्ड युनिभर्सिटीबाट, पिएचडी गर्नुभयो अस्ट्रेलियाबाट, अनि हामीलाई लाग्यो उहाँलाई त ग्लोबल एक्सपोजर छ भनिसकेपछि नेपालको अर्थतन्त्र सम्हाल्ने उहाँले नै हो भन्ने हामीलाई लाग्यो। र एओसीबाट कुरा गर्ने भने अस्ति जनवरी 2026मा पनि इक्जाम दिएका 20औँभन्दा बढी विद्यार्थीले आजको दिनमा बिग 4 विश्वका टप 20 फर्ममा काम गर्दैछन्। बिग 4 भन्दा त ठुलो कम्पनी त विश्वमै छैन र नेपालका 3-3.5 करोड पपुलेसनको लागि त म बिग 4मा गएर काम गर्छु, बिग 4को एक्सपोजर पाउँछु भन्ने त सपनै छैन। तर जो विद्यार्थीले एओसीमा सीए अन्डर आइसिआई भर्ना गरे उनीहरूको सपनै बिग 4मा जाने हुन्छ, उनीहरू टप 20 फर्ममा गएर ग्लोबल एक्सपोजर पाऊँ भन्ने उनीहरूको सपना हुन्छ। त्यो हुँदै गर्दाखेरि तपाईँ सोच्न सक्नुहुन्छ कि ती विद्यार्थी जसले 18 वर्षको उमेरमा बिग 4मा आर्टिकलसिप गर्दैछन् उनीहरूको एक्सपोजर कस्तो होला भनिसके पछाडि यदि तपाईँलाई पछि गएर मलाई ग्लोबल एक्सपोजर पाउनु मन छ, मलाई विश्वको चौथो ठुलो अर्थतन्त्रमा गएर काम गर्नु मन छ र एज अ नेपाली नेपालमा बसेर म विश्वको चौथो ठुलो अर्थतन्त्रमा गएर काम गर्न पाउँछु, त्यहाँको इकोनोमीको बारेमा बुझ्न पाउँछु, त्यहाँका ठुला कम्पनीको मैले अडिट गर्न पाउँछु, रिलायन्स, टाटा, बिर्ला जस्ता कम्पनीको मैले फाइनेन्सियल स्टेटमेन्ट बुझ्न पाउँछु भन्ने त नेपालीको लागि एउटा अप्सन होइन, यो त अपर्च्युनिटी हो। र जो विद्यार्थीले यसलाई अपर्च्युनिटी बुझ्छ, जो गार्जियनले यसलाई अपर्च्युनिटीको रूपमा लिनुहुन्छ, ती गार्जियनले आफ्नो बाबु नानीलाई इन्डियन बोर्डबाट पढ भन्नुहुन्छ। र जो विद्यार्थीले पनि यसको महत्त्व बुझ्छ, जसलाई पछि गएर म दुबई जान्छु, म अस्ट्रेलिया जान्छु, क्यानाडा जान्छु, होइन नेपालमा बसेर पनि विदेशका सबै कामहरू गर्छु, म फरेन्सिक अडिट गर्छु, म इन्टरनेसनल ट्याक्सेसनमा जान्छु, होइन म निस मार्केटमा काम गर्छु, वेल्थ म्यानेजमेन्टमा काम गर्छु भन्ने विद्यार्थीले चाहिँ आजको दिनमा चार्टर्ड एकाउन्टेन्सी अन्डर आइसिआई पढेको चाहिँ हामी गर्छौँ।